सकिँदैन भन्ने कुरा हो। यो अवस्थामा चुनाव त कन्सिडर गर्नै हुँदैन। हामीले त्यसलाई चाहिँ विकल्प मान्न थाल्यौँ भने हामी छोडिदिउँ, विदेश जाउँ। अब यत्र मान्छे मरे, वीर शहीद भए, घाइते भए, अङ्गभङ्ग भए, हामीसँग कतिजना घाइते हुनु भएको छ। एउटाको हात यसरी माथि जाँदैन, कसैको चाहिँ घाँटी तलबाट ज्यानै चल्दैन, देखिरहेको छु, हेरिरहेको छु, दुःख देखिरहेको छु। उहाँहरूलाई गएर म के जवाब दिन्छु? उहाँहरूले मलाई सोध्नुहुन्छ के भइरहेको छ, तर सरकारले मेरो कुरा सुन्नलाई यस्तो दिक्क मान्दिएर हामीलाई ढकालेर आज हिँडाहिँडै छ। हेर्नु, पसिना तप सुइरहेको छ। आजको घटनाक्रम चाहिँ कहाँबाट सुरु भयो? आज तपाईँले मागपत्र बुझाउन जानुभयो सिंहदरबार होइन? आजको जानै दिनु नि सिंहदरबार, हामीले जानै दिनु भएन। एउटा त न टाइम दिनुहुन्छ, कुरा सुनिदिनु भयो। जसले चाहिँ निर्वाचनको गुणगान गाउँछ, ल जम हजुर निर्वाचनमा भन्ने, उहाँको कुरा चाहिँ सुनिदिने। अनि हामी चाहिँ होइन, निर्वाचन त ठिक होइन नि त, खासमा जनताले खोजे त निर्वाचन, नेता मन्त्री कसले खोजे होलान्, उनीहरूलाई हुनु पर्यो होला, खोजे होलान्। आम जनतालाई निर्वाचनमा के देश विकास भयो भने त फरक पर्छ त? पर्दैन नि। हामीले खोजेको देश विकास हो, निर्वाचन खोजेको होइन। 4 वर्ष 5 वर्ष सरकार टिक्ने त्यस्तो खालको चाहिँ उहाँले प्रावधान मिलाइदिनु भयो। प्रत्यक्ष निर्वाचित होस् अथवा स्थिर सरकार मिलाइदिनु भइसकेपछि हामी जान तयार हो। तर कुन मुख देखाएर चाहिँ हामी युवा जानु निर्वाचनमा, म त जाँदिन है। म चाहिँ फेरि जस्तो भइरहेछ अहिलेको प्लान मात्र गरे पुग्यो। सरकारले के चाहिँ गर्नुपर्छ? सुशीला नेतृत्व सरकारले के गर्नु सक्छ? हाम्रो माग तपाईँको 9 बुँदे माग छ, एकदम यो नेपाली जनताको लागि नै भएको माग हो। यी मागहरू